के साँच्चै क्रिस्टियानो रोनाल्डोले रिटायरमेन्ट लगेको राम्रो होला त? कसैले भन्छन् राम्रो, कसैले भन्छन् नराम्रो। तर क्रिस्टियानो रोनाल्डो जस्तो लेजेन्डले अब रिटायरमेन्ट लग्ने भएको छन् यही सिजनको लास्टमा। स्याड न्युज यो चाहिँ क्रिस्टियानो रोनाल्डो फ्यान्सको लागि र हरेक फुटबल फ्यान्सको लागि। जसले क्रिस्टियानो रोनाल्डोलाई बुझेको छ नि, उसले चाहन्छ क्रिस्टियानो रोनाल्डो खेलिराखुन्, तर उमेर बढ्दै जान्छ र यो एउटा अन्त्य भएरै आउँछ। हरेक फुटबल खेलाडीको लागि अन्त्य भएरै आउँछ र क्रिस्टियानो रोनाल्डोको लागि पनि त्यही भएको छ। तर क्रिस्टियानो रोनाल्डोको लास्ट एउटा गोल पुरा गर्न बाँकी छ, त्यो हो 1000 गोल कम्प्लिट। र के क्रिस्टियानो रोनाल्डोले 1000 गोल कम्प्लिट गर्न सक्छन् त? 976 गोल अलरेडी स्कोर गरिसकेको छन् र रिमेनिङ छ 24 गोल। के 24 गोल स्कोर गरेर क्रिस्टियानो रोनाल्डो 1000 गोल गर्ने पहिलो खेलाडी बन्न सक्ला नि त? हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला। र क्रिस्टियानो रोनाल्डोको रिटायरमेन्टको बारेमा लिएर हामी नेक्स्ट भिडियोमा कुरा गर्ने नै छौँ। अहिलेको लागि बाई।